Namaste and swagat sir. Welcome to Colors of Path, where we bring life stories together. My name is Yamuna and I am your host in this journey. आज हामीसँग हुनुहुन्छ रिमाजी अनि रोमीजी. उहाँहरूलाई स्वागत गरौँ है त. Namaste, Marima. Thank you, Yamuna. Namaste, Moromi, and thank you so much for inviting us. आज हामीले चाहिँ कलर्स अफ पर्थमा एज युजुअल सबैको जस्तै स्टोरी सुन्छौँ है त. लेट्स स्टार्ट विथ देयर स्टोरी. रिमाजी, हामीलाई हजुरको स्टोरी भन्नुहोस् न. नेपालमा चाहिँ सानो बेलादेखि नै डान्स गर्थेँ. प्रोफेसनली पनि म डान्स टिचरै थिएँ. अनि मेरो अर्को प्रोफेसन भनेको चाहिँ म हेयर ड्रेसर थिएँ. मेरो आफ्नो सेलुन थियो नेपालमा. दुईटा काम थियो मेरो. आएर पनि मैले हेयर ड्रेसिङ पढेँ, बट यहाँ आएर पनि 2010 to 14 पनि पर्सनली डान्स सिकाएको थिएँ. यहाँ रिमाज डान्स क्लास भनेर 4 इयर्स खोलेको थियो. छुट्टै खोलेको थियो. म नेपालमा पनि यस्तो भयो क्या, मैले स्टेज सो सानो बेलादेखि नै स्टार्ट गरेँ. अनि त्यो सानो बेलादेखि स्टेज सो स्टार्ट गर्दा चाहिँ नाचघर, प्रज्ञा प्रतिष्ठान, सभागृह त्यसमा नाच्न पाउनु भनेको चाहिँ मेरो टाइममा त ठुलो कुरा होइन. त्यो अपर्च्युनिटी चाहिँ मैले फ्यामिली ब्याकग्राउन्डले गरेर पनि पाएन. मेरो ड्याडी पनि कलाकारै हुनुहुन्थ्यो, तर उहाँको चाहिँ अभिनय थियो. म चाहिँ सम्हाउ मलाई चाहिँ डान्समा झुकाएको थिएँ क्या. त्यही होला, त्यो जिनमा गएको होला. ड्याडी र मैले कति स्टेज सेयर गर्थ्यौँ क्या. नाटक गर्नुहुन्थ्यो, ड्याडीहरूको नाटकहरू हुन्थ्यो, अनि मेरो चाहिँ डान्स हुन्थ्यो. अनि त्यसरी चाहिँ नाचघर प्रज्ञा प्रतिष्ठानमा जाँदा चाहिँ मैले कति कल्चरल डान्सहरू चाहिँ त्यही क्रममा सिकेँ क्या एक्चुअली धेरै. अनि सबैजनाले डान्सरै भनेर चिन्नुहुन्थ्यो. यस्तो प्रोग्रामहरूमा चाहिँ मलाई 3-4 क्लासदेखि इन्भाइट गर्नुहुन्थ्यो क्या. अनि त्यो बेलादेखि मैले सोहरू गर्थेँ. कोमल ओली दिदीहरू आउनुहुन्थ्यो, कति बिग आर्टिस्टहरू आउनुहुन्थ्यो नि त्यस बेला. कस्तो ठुलो क्या. अनि मलाई चाहिँ मेरो ठाउँमा चाहिँ सबैजना डान्स गर्ने केटी भनेर त्यसरी चिन्थ्यो क्या. अनि त्यही हो सो फार मेरो नेपालको चाहिँ. अनि रोमीको स्टोरीमा डु यु रिमेम्बर कि कहिले चाहिँ डान्स स्टार्ट गरेको? मैले डान्स स्टार्ट गरेको भन्दाखेरि चाहिँ अब पहिल्यैदेखि मलाई डान्स गर्न मन लाग्ने. अझ मेरो दिदी मभन्दा अगाडिदेखि नै गर्नुहुन्थ्यो. अनि त्यसपछि दिदीलाई हेर्दा अब आफू पनि उहाँले सिक्दाखेरि म पछाडि सिक्ने. त्यसरी गर्दाखेरि बिस्तारो अनि स्कुलको प्रोग्राम्सहरूमा भाग लिएँ. तर फर्स्टमा भन्दाखेरि चाहिँ मैले भाग लिएको फर्स्ट प्रोग्राम भनेको डान्स कम्पिटिसन थियो. अनि त्यसमा मैले लाइक 3 क्लासमा स्टार्ट गर्दाखेरि फर्स्ट टाइम गर्दाखेरि नै सेकेन्ड पोजिसन पाएको थिएँ कि. अनि त्यस पछाडि चाहिँ ओहो म गर्न सक्ने रहेछु नि. पहिला चाहिँ म सक्दिनँ, मेरो दिदीले कति राम्रो डान्स गर्नुहुन्छ भन्ने मात्र हुन्थ्यो. अनि बिस्तारै चाहिँ म गर्न सक्ने रहेछु भनेपछि कन्टिन्युसली त्यस्तो डान्स पर्फर्मेन्स गर्दा हुन्छ नि. अनि कम्पिटिसनहरूमा भाग लिँदा फर्स्ट आउन थालेँ. त्यसपछि अलिकति त्यो स्पार्क चाहिँ कहिलेबाट आयो भन्दाखेरि लाइक 6 क्लासमा त्यतिखेर फेरि डान्स कम्पिटिसनमा चाहिँ मेरो दाइले मलाई कोरियोग्राफ गर्न पुरै हेल्प गर्नुभएको थियो क्या. दाइ डान्सर होइन, बट हि युज टु इन्जोय अस सिङ डान्स होइन. अनि त्यसपछि त्यो उहाँले कोरियोग्राफीमा हेल्प गर्नुभयो. त्यतिखेर म फेरि पनि फर्स्ट आएँ. उहाँले एक्साइटमेन्टमा मलाई उचालेर हुन्छ नि त्यो एक्साइटमेन्ट सो गर्नुभएको थियो क्या. अनि त्यस पछाडि चाहिँ ओके म डान्स नै गर्न सक्छु. अनि त्यहाँबाट इन्जोयमेन्ट फिल भयो नि त, फुलफिलमेन्ट त्यो फिल भएपछि चाहिँ म डान्स गर्छु भन्ने यस्तो हुँदा जुन एजमा, सायद हाम्रो एजमा नै त्यति धेरै ग्याप छैन होला, जब म चाहिँ स्कुल पढ्थेँ नि, डान्स isn't considered really good. त्यो त हो. Do you have any experience like that? मलाई मेरो आफ्नो उसमा चाहिँ मैले डान्स गर्ने बेला चाहिँ म चाहिँ डान्सलाई नै करियर बनाउँछु होइन. एउटा टाइममा गएर चाहिँ म कोरियोग्राफर बन्ने. आफ्टर एसएलसी म डान्सै पढ्ने हो क्या. त्यो थियो क्या मलाई एकदमै होइन. सजिलो नि भयो, फ्यामिली सपोर्टले गर्दा सजिलो नि भयो. तर अप टु 9 क्लास क्या. 9 क्लास पुग्नेसम्म चाहिँ ड्याडीले दिनुभयो क्या एकदम स्टेज सोहरू गर्न एकदमै गर्नु. तर 9 क्लासमा पुगेपछि चाहिँ होइन, अब आफ्टर एसएलसी होइन त्यसपछि गर, तर अहिले चाहिँ होइन भन्नुभयो क्या. अनि म चाहिँ एकदमै प्यासनेट भइसकेको थिएँ क्या. म खान छोड भने सक्थेँ, डान्स छोड्न सक्दिनँ क्या होइन. अनि ल ओके भनेर समहाउ मैले एकदमै 2 इयर्स चाहिँ एकदम होल्ड गरेँ. मलाई फेरि यस्तो नसा चढिसकेको थियो स्टेज
सो गर्ने क्या त्यो स्टेज सो यति गरिसकेको थियो कि त्यो गाह्रो हुने के एकदमै गाह्रो हुन्थ्यो कि रोक्न तैपनि समहाउ वेट गरेँ तर त्यसपछि चाहिँ आफ्टर एसएलसी ड्याडीले मलाई यसलाई हबी बनाउन सकिन्छ तर तिमीले यो करियर बनाएर हिँड्यौ भने चाहिँ यसमा सर्भाइभ हुन सकिँदैन होइन त्यो भन्नुभयो होइन अनि दिनु भएन क्या मलाई डान्स पढ्न होइन मलाई एकदम डान्स पढ्ने इच्छा थियो अनि त्यतिखेर सिर्फ पिके कलेजमा मात्र थियो क्या डान्स होइन अनि मलाई चाहिँ होइन प्राइभेट पढ्नुपर्छ ल अन्त छ भने डान्स पढ त्यसरी त्यो ट्र्यापमा पार्नुभयो क्या होइन अनि त्यो टाइममा ड्याडीले सोचेको पनि ठिक हो साँच्चै भन्नुपर्दा डान्सलाई करियर बनाएर सर्भाइभ हुनलाई त्यति सजिलो थिएन सर्भाइभ भइरहेको थियो अहिले कुरा गर्नु पर्यो भने हाम्रो कन्ट्रीमा स्टिल पनि डान्स एक्टिङलाई त स्टिल हो मेरो टाइम त एकदम गाह्रो अनि त्यहाँ मात्रै छोरी मान्छे डान्स है मैले डान्स गर्ने भन्नु बित्तिकै छोरी मान्छे भन्नु बित्तिकै ओ माइ गॉड ए डान्स पो त्यो हेर्ने नजरै अर्कै थियो क्या ऊ नर्तकी गयो त्यो हुन्छ नि मैले कति फिल गरेको छ क्या मलाई एउटा सपोर्ट मेरो ड्याडी आफै कलाकार भएको भएर चाहिँ अनि ड्याडीको राम्रो रेपुटेसनले गरेर चाहिँ ए राम्रो खानदानको छोरी डान्स पढ्यो भने स्टिल ओके क्या मान्छेले कन्सिडर गर्थ्यो त्यो वेमा तर त्यो हुन्छ नि डान्सर करियर डान्स छुट्टै क्या त्यो एकदमै गाह्रो थियो क्या म यसलाई करियर बनाउँछु म डान्स मात्र गर्छु भन्नलाई पनि एकदम गाह्रो मान्छेले हेर्ने नजरै फरक थियो क्या त्यो राम्रो होइन भन्ने टाइपको थियो क्या त्यो टाइममा तर समहाउ म चाहिँ कन्टिन्यू लागिरहेको थिएँ हुन्छ नि आफ्टर एसएलसी अब डान्स पढ्न नपाए पनि अनि मैले स्कुल पढाउन स्टार्ट गरेँ 6 महिना पढाएँ त्यतिखेर चाहिँ मेरो त्यतिखेर त्यो बायोडाटा दिनु पर्थ्यो क्या एक्चुअली पढाउन पनि अनि त्यतिखेर चाहिँ म गोल्ड मेडलिस्टिक डान्सको होइन अनि त्यहाँ लेखेको थियो क्या मेरो अनि समहाउ त्यो प्रिन्सिपलले एक्नोलेज गर्नुभयो अनि मैले 6 महिना पढाएर छोडेँ पछि मलाई एज अ डान्स टिचर अफर गर्नुभयो क्या अनि म गएँ अनि त्यही थ्रु चाहिँ मैले अर्को स्कुल पाएँ क्या अनि समहाउ मैले 1 वर्ष ग्याप गरेँ तर सिकाउनै भए पनि सिकाएरै भए पनि आफ्नो प्यासन चाहिँ कन्टिन्यू नै गरिराखेँ क्या त्यो भयो अब एज वी नो हैन जतिकै नै स्ट्रगल भए पनि त्यो प्यासन भन्ने चीज चाहिँ छोडिदैन अनि मैले चाहिँ हैन ल गर्छु म त हैन ल डान्स टिचरै भएर नि गर्छु भने अनि तर स्टेज सोले चाहिँ धेरै लर्न गर्ने मौका पाइसकेको थिएँ नि त मैले एक्सपिरियन्स चाहिँ धेरै थियो प्र्याक्टिकल्ली अनि त्यो भएर चाहिँ डान्स टिचर भइसकेपछि चाहिँ म रिसर्चहरू गर्न थाल्यो होइन अनि अब कम्पिटिसनहरूमा लग्नु पर्थ्यो कि जिताउनु पर्छ भन्ने हुन्थ्यो होइन एकदमै लागि परेर गरे मेरो 4वटा स्कुल थियो है मैले डान्स सिकाउने अनि सबैमा पार्ट टाइम डान्स टिचर थियो म अनि त्यसपछि चाहिँ एकैचोटि यहाँ अस्ट्रेलियाको भिजा लागेपछि मात्र छोडेको मैले प्यासन यहाँ भयो पनि हो एकदमै मेरो चाहिँ घरमा सबैजना एकदम सपोर्टिभ नै हुनुहुन्थ्यो लाइक फ्रम द बिगिनिङ त्यो बच्चैदेखि नै हुन्छ नि हामीलाई हेरेर रमाइलो लाग्ने बच्चा बेला त सबैको त्यस्तै हुन्छ उहाँले भने जस्तै क्लास 9 10 भएपछि अलि अप्ठ्यारो है एज अ ग्रोन अप पनि पछिसम्म पनि मलाई चाहिँ त्यो लाइक त्यस्तो डिफरेन्स थाहा भएन अनि एभ्री टाइम मलाई डान्स गर्न मन लाग्ने भनेको मेरो प्यारेन्ट्सहरूले गर्दा हो क्या अझ मलाई देख्नु भएपछि उहाँहरू त्यो गर्व गर्ने कि जो न जो गरेर नाच्दैउ न त्यस्तोहरू मेरो मम्मीले त अझ पनि भन्नुहुन्छ तिमी डान्स गर्दैनौ हुन्छ नि अब पार्टी फङ्सनहरूमा तिमीहरूलाई कस्तो मिस भयो तिमीहरू कति नाच्थ्यौ भनेर मम्मी बा दुवैजना नै त्यस्तो लाइक हामीलाई नाचेको हेर्न एकदम आफै खुसी मक्ख परेर हेर्नु नै त्यो चाहिँ हुन्छ नि त्यो रमाइलो लाग्छ कि मलाई अझ पनि त्यो फेस हुन्छ नि उहाँहरू एभ्री टाइम हामीलाई हेर्दा स्माइलका साथ हुन्थ्यो कि त्यो डान्स हेर्दाखेरि अनि मेरो दाई दिदी त्यति नै मलाई डान्समा सपोर्टिभ खाएको हुनुहुन्थ्यो किन भन्दा मैले राम्रो गर्छु भनेर इभन मेरो दाइले त मैले अहिलेसम्म देखेको दामी डान्सरै तिमी हो हुन्छ नि होइन डान्सर तर उहाँको नजरमा चाहिँ होइन त्यो कुरा आफ्नो लागि भन्दा नि उहाँहरूको लागि मैले यति स्ट्यान्ड चाहिँ गर्नुपर्छ है किन भन्दा उहाँहरूले त्यति विश्वास कसरी गर्नुहुन्छ म आफैमै त्यति कन्फिडेन्स छैन जस्तो हुन्छ है कहिले काहीँ तर उहाँहरू चाहिँ
कसरी यस्तो ओभर कन्फिडेन्ट भएको जस्तो हुन्छ कि कहिलेकाहीँ हुन्छ नि मलाई त्यस्तो लाग्छ कि जब चाहिँ मलाई एकजना कसैले धेरै प्रेज गर्यो भने चाहिँ भयो कि भयो मलाई अलिकति ग्रो गर्न दियो अलिक खोट निकालौँ भन्ने खालको हुन्छ लाग्छ त्यस्तो अनि बिहेपछि चाहिँ कस्तो भयो बिहेपछि पनि हजुरको त्यति नै सपोर्टिभ फ्यामिली पाउनु भयो एक्चुअली मेरो फर्स्ट गुरु चाहिँ मेरो जेठाजु हो के हैन जेठाजु मेरो हस्बेन्डको दाइ होइन उहाँको ठुलबुवाको छोरा चाहिँ मेरो फर्स्ट डान्स टिचर हुनुहुन्थ्यो क्या मलाई कति स्कुल पढ्दाखेरि चाहिँ उहाँको थ्रु चाहिँ मैले स्टेज सो ड्याडी प्लस उहाँको थ्रु धेरै पाएको हो क्या अनि उहाँसँग मैले कति सिकेको छु क्या अनि त्यही भएर अब घरपट्टि पनि सपोर्ट भइहाल्यो अन्डरस्ट्यान्डिङ भइहाल्यो अनि मेरो हस्बेन्ड एक्चुली आफै डान्स गर्नुहुन्थ्यो होइन उहाँ पनि स्टेज सो गर्नुहुन्थ्यो क्या नेपालदेखि नै यहाँ आएर पनि हामीले कति कपाल डान्स प्रोग्रामहरूमा गराएको छ क्या अनि नाच्ने कपाल भन्थ्यो सुरुमा पर्थमा आउँदा क्या हामीलाई रमाइलो हुन्छ मेरो पर्सनल एक्सपिरियन्स म अलिअलि नाच्छु अब होइन बस्दाखेरि अलिअलि नाच्छु अब साथीहरू इभेन्टमा अलिअलि पुरै नाच्दैन होइन अनि आफूलाई नाच्न मन लागेको हुन्छ सिकाउ भन्ने हुन्छ तर नि अब जिउनै हल्लाउनु त्यो मिस चाहिँ हुँदो रहेछ मेरो हस्बेन्ड पनि डान्स गर्ने भइदिएको भयो भन्ने हो त्यो भएर चाहिँ मलाई चाहिँ खास एकदम सपोर्टिभ हस्बेन्डको सपोर्ट नभइदिए म यहाँ आज हुन्थेन होला जस्तो लाग्छ क्या होइन यहाँ अहिले यसरी डान्स कन्टिन्यू गर्न गाह्रो हुन्थ्यो नि त किनभने उहाँले छोराछोरी छ होइन हेर्नुहुन्छ टाइम सबै म्यानेज हामी दुवैजना मिलेर गरिरहेछौँ नि त सपोर्ट भएरै हो नि त स्टिल होइन तिमीले आफ्नो प्यासनलाई कन्टिन्यू गर्नुपर्छ गर यो खोल्ने बेला पनि हामीलाई कति सपोर्ट गर्नुभएको क्या इन्करेज गरेर गर भनेरै हो क्या म यहाँ आएको चाहिँ त्यही भएर फ्यामिलीको चाहिँ एकदम फुल सपोर्ट हो क्या इभन अब मेरो छोराछोरी पनि भरतनाट्यम डान्सर होइन उनीहरू पनि सिक्दैछ एकदमै डान्स मिन्स टु यु इन पर्सनल लाइफ डान्स इज इमोसन एक मैले भने नि अघि न डान्स भन्ने बित्तिकै म डान्स किन छोड्दिनँ भन्ने जस्तो लाग्छ भन्दाखेरि मेन कुरा मेरो मम ड्याड मैले डान्स गर्दाखेरि प्राउड फिल गर्नुहुन्छ त्यो स्माइलले गर्दाखेरि पनि मलाई ओके डान्स इज अफकोर्स अ प्यासन फर मी इट्स माई हबी होइन एट एनी लिजर टाइम मलाई डान्स गर्नु मनपर्छ अब डान्स गरेपछि म लाइक खुल्ला आकाशमा उडे जस्तै नै होइन फ्री जस्तो लाइक आई डोन्ट नो हु इज जस्ट इन फ्रन्ट अफ मी आई जस्ट डोन्ट नो होइन आई डोन्ट केयर अनि म धेरै इन्जोय गर्छु डान्सलाई मलाई त एकदम इन्जोयमेन्ट हो स्ट्रेस रिलिभर हो थेरापी कसैसँग झगडा गऱ्यो भने पहिला सुरु म गीत सुन्छु अनि त्यो इमोसनमा बग्छु खाली स्पेस छ र म्युजिक बजाएको छ भने मलाई अफकोर्स मेरो जिउ त्यहाँ नाच्नै पर्दैन होइन जिउ हल्का हल्लिरहेको हुन्छ त्यो इमोसन आइरहेको हुन्छ फेसबाट एउटा भाइब्स बगिरहेको हुन्छ मेरो टाउको हल्लिरहेको हुन्छ कि खुट्टा हल्लिरहेको हुन्छ होइन अरूले अब्जर्भ गर्नेले भन्छ कि तिमी म्युजिक बजेपछि कि टाउको हल्लाउँछौ कि खुट्टा हल्लाउँछौ हुन्छ नि सबकन्सियस माइन्डमा नै भइसकेको हुन्छ हजुरको लागि डान्स के हो मेरो लागि चाहिँ डान्स पूजा हो है साधना हो मेरो लागि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने मलाई चाहिँ नाट्यश्वर भगवानको कृपा छ जस्तो लाग्छ क्या म माथि सबैमा हुँदैन नि त होइन अनि त्यो कृपालाई बचाइराख्न कन्टिन्यू गरिराख्न चाहिँ मैले आफ्नो धर्म निभाउनुपर्छ डान्सको धर्म क्या डान्सप्रतिको धर्म क्या अनि मलाई चाहिँ त्यही लाग्छ क्या मैले त्यही मेरो नाट्यश्वर भगवानको कृपालाई नै मैले कन्टिन्यू गरिरहेको छु होइन मैले आफ्नो धर्म निभाइरहेको छु जस्तो लाग्छ क्या विदाउट डान्स म कल्पनै गर्न सक्दिनँ मेरो लाइफ क्या इन्कम्प्लिट हो क्या डान्स बिना चाहिँ म अनि मलाई चाहिँ डान्स गर्दाखेरि चाहिँ जब म स्टेजमा जान्छु नि म नै हुँदिनँ क्या मलाई के भइरहेछ संसारमा त्यो मतलबै छैन क्या म भुल्छु क्या म क्यारेक्टरमा घुसिरहेको हुन्छु क्या होइन एकदमै इन्जोय गर्छु क्या द फर्स्ट थिङ मैले डान्सर सबैलाई भन्ने र मैले आफूले गर्ने चाहिँ पहिला आफू इन्जोय गर अनि अरूले इन्जोय गर्छ क्या चाहिँ यस्तो इन्जोय गर्छु नि जे क्यारेक्टर गरे पनि अन स्टेज गइसकेपछि आई फर्गेट एभ्रिथिङ क्या सो मेरो लागि चाहिँ साधना एकदमै कहिले नसकिने साधना हो क्या डान्स भने चाहिँ मेरो लागि चाहिँ फेरि जहिले जसले सोधे नि मेरो आन्सर यही हो यो क्वेसन चाहिँ को आन्सर चाहिँ क्या त्यो मनदेखि आएको अनि चेन्जै हुँदैन क्या यो क्वेसनको आन्सर यो क्वेसन चाहिँ both of you do you prefer to dance as a girl or a guy as a girl कहिले एक्सपिरियन्स आउँदैन केटा भनेर नाच्नु आएको छ
मलाई चाहिँ गर्ल बनेरै गर्नलाई त मजा लाग्छ होइन मोस्ट अफ द टाइम तर मैले स्कुल पढ्दाखेरि केटा बनेर गरेको थिएँ अनि आफ्टर लङ टाइम 25 इयर्स है लास्ट इयर म केटा बनेर गरेको थिएँ क्या डान्स होइन उनीहरू यहाँ रोमी मेरो पार्टनर थियो नि अर्को एकजना नेपाली न्यु इयरमा होइन सिटीमा भएको प्रोग्राम लास्ट इयरको नेपाली न्यु इयर शिव परिवार आउनुभएको थियो त्यतिखेर चाहिँ माएर अगाडि थियो है त्यतिखेर चाहिँ पुरानो सङ थियो अनि गाउँले केटा भन्नुपर्ने थियो झिलीकै केटा टाइपको थियो क्या होइन क्यारेक्टर अनि मलाई कति वर्षपछि बन्न लाग्यो मलाई त्यो केटाको क्यारेक्टर गर्न चाहिँ मैले कति धेरै रिसर्च गरेको थिएँ क्या त्यो मेलामा जाँदा फेस्टिभलमा जाँदा कसरी त्यो क्या पट्याउँछ केटीहरू केटाहरूले कस्तो हुन्छ फेसियल एक्सप्रेसन जिउको हावभाव कस्तो हुन्छ यति धेरै रिसर्च गरेको थिएँ मैले अनि ट्राई गरिरहेको थिएँ कि त्यसमा ढाल्न तर यहाँ मनमा फिलिङ्सै आएन केटाको क्या अनि मैले भन्थेँ मलाई फिलिङ्सै आएन नआएसम्म त म गर्नै सक्दिनँ भन्ने भएको थिएँ तर मलाई एक हप्ता अगाडि चाहिँ सो हुन एक हप्ता अगाडि चाहिँ स्लोली आउन फिलिङ्स आउन थाल्यो यिनीहरूलाई मैले लुगा लाएर त्यो दौरा सुरुवाल ढाका टोपी लाएर देखाउन थालेँ अनि उनीहरू त हामीलाई त साँच्चीकै केटाले गरे जस्तो लाग्यो कस्तो अप्ठ्यारो लाग्यो क्या त्यो टाइपको उनीहरूले भन्न थाल्यो क्या मलाई अनि मलाई पनि त्यो क्या अलिअलि क्यारेक्टरमा बसेको जस्तो लाग्यो अनि 2 दिन अगाडि त म त फुल्ली म केटै ममा त त्यो केटाको पुरा छापाइसक्यो क्या हुन्छ नि अनि म यति धेरै एक्साइटेड थिएँ कि त्यो केटाको रोल गर्नलाई डान्स देखाउनलाई होइन उनीहरूलाई भन्थेँ क्या म तिमीलाई उडाइदिने हो म त केटै हो मलाई यस्तो फिलिङ्स आइरहेको छ मैले यिनीहरूलाई यस्तै गरेर भनेको थिएँ कि अनि मलाई त्यो होस्टले सन्दीप हुनुहुन्थ्यो उहाँले भन्नुभएको थियो नि दिदी राम्रोसँग हाम्रो केटाहरूको इज्जत राख्नु है भनेको थियो नि इज्जत राख्ने स्टेज फाट्छु आज म भनेको थिएँ कि नभन्दै मलाई त्यो अन स्टेज गइसकेपछि यस्तो केटाको फिलिङ्स आएको नि म केटीले डान्स गरेको मलाई कति पनि आफूलाई फिलिङ्सै थिएन क्या म केटै हो म केटै भएर गरिरहेको थिएँ क्या डान्स अनि पछि हामीले भिडियो हेर्दाखेरि अरूहरूले हामीलाई पास गर्नुभयो भिडियो अनि त्यो भिडियोको साइडमा चाहिँ अडियन्सले चाहिँ के भनिरहेको थियो नि केटा हेर भनिरहेको थियो क्या भन्नु मतलब त्यो केटी हेर्न भनेन नि केटा हेर होइन इट मिन्स म त सफल भयो केटाको रोल गर्न है यस्तो खुसी लाग्यो नि त्यतिखेर अनि म चाहिँ स्टिल मलाई मन पर्छ स्टिल मलाई फेरि गर्न मन छ तर अहिले नै चाहिँ होइन टु मच हुन्छ होला तर आइन्छ क्या केटा बन्दा पनि रमाइलो हुन्छ एकदमै रमाइलो हुन्छ क्या डान्स गर्नु पाएपछि जे बन्न पनि खास चाहिँ त्यही हो रोमीको साइडबाट एउटा प्राउड मोमेन्ट बनाउनु मेरो प्राउड मोमेन्ट भनेको धेरैवटा छ कि होइन लाइक स्पेसली चाहिँ मेरो त्यो 6th क्लासको डान्स कम्पिटिसन फर्स्ट भएर दाइले जुरुक्क जानुभयो त्यो एउटा चाहिँ प्राउड मोमेन्ट थियो त्यसपछि पनि अफकोर्स मैले डिफ्रेन्ट प्रोग्राममा भाग लिएँ अर्को एउटा एज अ सोसाइटीमा प्राउड मोमेन्ट भनेको चाहिँ मैले एकचोटि इन्टरनेसनल कल्चरल डान्स फेस्टिभल थियो अनि त्यसमा चाहिँ हामीले साङ्गाबाट हाम्रो कम्युनिटीलाई प्रेजेन्ट गर्ने गरी नेवारी डान्स लिएको थियो अनि त्यो नेवारी डान्समा चाहिँ मैले बिस्किट जात्राको थिम लिएर गएको थिएँ क्या मैले कोरियोग्राफ गराएको थिएँ अफकोर्स इभन बच्चा बच्चीहरू पनि भाग लिएको थियो हामीले रथ बनाएर एउटा युनिकनेसका साथै त्यो हामीले पोजहरू पाउँछ यो सबै थिम लिएर अनि मैले चाहिँ त्यसमा डान्स कोरियोग्राफ गराएको छु त्यो पनि लाइभ थिमी बाजा सो लाइभ थिमी बाजामा अफकोर्स अलिकति त्यो कुन म्युजिकमा कहाँ चेन्ज हुन्छ बिटहरू कहाँ चेन्ज छ स्टेप कहाँ चेन्ज त्यो मैले नै लिड गरिरहेको थिएँ क्या अनि त्यो हाम्रो सकेपछि लाइक सके पछाडिको फिडब्याक त्यो रुटिन यति रमाइलो थियो नि त्यस पछाडि पनि मेरो दाइ चाहिँ हरेक टाइममा दिदी र मैले दुवै जाने गरेको थियौँ अनि म नर्मल्ली मोडर्न डान्सहरू धेरै गर्थेँ नेपालमा हुँदाखेरि चाहिँ अनि तैँले त नेपाल के मोडर्न डान्समा त राम्रो गर्छस् भन्दा त अबदेखि म तेरो डान्स स्टेजमै मात्र हेर्छु त्यो काइन्ड अफ भन्नुभएको थियो क्या किन भन्दा मैले पछि अर्को एउटा डान्समा नि त्यस्तै नै भएको थियो मैले क्लासिकल फर्म गराएको थिएँ अनि अफकोर्स म घरमा कहिले पनि त्यसरी क्लासिकल फर्महरू गर्दिनँ थिएँ त्यतिखेर चाहिँ मैले टिचरबाट सिकेरै अनि क्लासिकल फर्म गर्दाखेरि पनि मैले स्ट्यान्डिङ अभेसन पाएको थिएँ कि जजहरू त्यो वान एन्ड ओन्ली पर्फर्मेन्स थियो अनि त्यतिखेर पनि प्राउड मोमेन्ट सो देयर आर भेरी नाइस बट
त्यही त भने नि मैले लिस्ट आउटै गर्नुपर्छ होला यो पनि प्राउड त्यो पनि प्राउड सबै प्राउड स्कुलको मोमेन्ट चाहिँ अफकोर्स त्यो जहिले पनि रिफ्रेसिङ मोमेन्ट भयो होला त्यो चाहिँ मलाई एकदमै याद आउँछ त्यसले नै मलाई अब त्यो स्पार्क दिएको भएर होला होइन त्यो सबसे फर्स्ट आउँछ मलाई अनि त्यसपछि अफकोर्स कम्युनिटीमा गरेको यिनीहरू त छँदैछ मैले अब भन्नु नै पर्दाखेरि हजुरहरूले चाहिँ यहाँ साधना डान्स क्लास स्टार्ट गर्नुभएको थियो होइन त्यो स्टार्ट गर्न मोटिभेसन चाहिँ कहाँबाट ल्याउनु भयो खास मलाई पर्सनली पहिला भन्नुपर्दा चाहिँ पहिला नै 2010 to 14 चाहिँ रिमाज डान्स क्लास भनेर पर्थमा यहाँको थुप्रै नानुहरूलाई मैले सिकाएको थिएँ कि त्यो बेला 4 years कन्टिन्यू तर मैले घरमै सिकाउँथेँ क्या त्यतिखेर तर स्टिल 4 years कन्टिन्यू चलेको थियो त्यसपछि चाहिँ मेरो बच्चाहरू भयो अनि मैले ग्याप गरेँ त्यहाँबाट नै एक्सपिरियन्स भइसकेको थियो होइन अनि अर्को कुरा जब रोमी र म टुगेदर स्टेज सेयर गर्न थाल्यौँ उसको र मेरो चाहिँ एकदम मिल्ने क्या केही बोल्नै पर्दैन क्या डान्स मिल्छ अनि कोरियोग्राफ गर्दा नि न अगाडि नै बुझिसक्छ क्या मसँग म पनि अलिअलि नाच्थेँ पहिला अनि मसँग कलेजमा पढ्दाखेरि केटा एकजना थियो कि अघिल्लो रात नाची पुग्छ कि भोलि बिहानको लागि अनि अघिल्लो रात तिमी यता गयो भने म यता जान्छु भन्ने त्यो एउटा भन्यो भने पुग्ने क्या कसैसँग चाहिँ त्यो मिल्छ क्या रोमीको र मेरो चाहिँ त्यो मिल्ने क्या एकदम अनि एक त हामीमा डान्सप्रतिको प्यासनले हो होइन अनि अर्को कुरा हामी दुइटै नेपालदेखि नै डान्स टिचर पनि भएकोबाट फेरि त्यो सिकाउने इच्छा पनि जागेको क्या हाम्रो कल्चरल फर्महरू चाहिँ हामीले यहाँ ग्रो भइरहेको नेक्स्ट जेनेरेसनलाई पनि सिकाउनु पर्छ है हामीले दिनुपर्छ है भन्ने हिसाबले पनि हो सो दुईटा उद्देश्य हो एउटा चाहिँ हामीले आफ्नो प्यासनलाई कन्टिन्यू गर्न पनि हो होइन हामी आफै लोभी भएर आफ्नो लागि होइन अर्को कुरा चाहिँ होइन हामीले हाम्रो कल्चर चाहिँ यहाँ हामीले जानेको कुरा चाहिँ हामीले नेक्स्ट जेनेरेसनलाई दिनुपर्छ है भन्ने सोचले पनि हो अनि यहाँ छैन नि त नेपाली त्यतिखेर नि रिमाज खोल्दा नि मैले नै स्टार्ट गरेको थिएँ अब अहिले प्रपरली नाम दिएर होइन यो त हामीले बाटो मात्र खनिदिएको हो जस्तो लाग्छ क्या अझ हामीले स्टार्ट गर्यौँ भने भोलि कतिले सोचिरहनु भएको होला होइन उहाँहरूलाई पनि ओके गर्न सकिँदो रहेछ भन्ने हिम्मत मिलोस् भनेर पनि हो क्या यति धेरै स्ट्रगल हुन्छ अस्ट्रेलियामा आएपछि होइन डु यु थिङ्क प्यासन फलो गर्नलाई यत्रो स्ट्रगल सबै गरेर इज इट वर्थ यस इट इज अफकोर्स इट इज वर्थ अब हामीले यो मैले भने नि डान्स एउटा थेरापी हो होइन अब यो अरूको लागि गरेको होइन क्या आफ्नै लागि गरे हो फर्स्टमा त फर्स्ट एन्ड फरमोस्ट वी आर भेरी इम्पोर्टेन्ट टु आवर सेल्फ होइन त्यही भएर यो मेन त मैले आफूलाई आफ्नो वेलबिङको इम्प्रुभमेन्ट हुन्छ भनेर नै पहिला स्टार्ट गरेँ होइन म को हुँ भनेर नबिर्स्यौँ अब किन भन्दा नेपालमा मलाई सबैले डान्स टिचर भनेर त चिन्न थाल्यो होइन त्योभन्दा अगाडि त मलाई कसैले मेरो इभन कम्युनिटीको मान्छेले त्यति राम्रोसँग चिन्दैन त्यो बच्चाले त्यो त मेरो डान्स टिचर भनेको होइन ए ओके भनेर त्यसरी चिन्न थाल्यो होइन आइडेन्टिटी बन्यो त्यो डान्स भनेको आफ्नो अनि यहाँ आइसकेपछि नि म त्यो कुरा बिर्सिनु हुन्न कुनै पोइन्टमा चाहिँ कस्तो भइसकेको थियो भन्दा अब यो डान्स चाहिँ कसरी स्टार्ट गर्ने कुन ठाउँबाट कसरी चाहिँ जाने होला आउनु बित्तिकै त हुन्छ नि त्यो म इभन डान्स सेन्टरहरू पनि होइन यसो चियाउन जान्थ्यो कोही भेट्छु कि केही इन्फर्मेसन पाइन्छ कि हुन्छ नि आफूलाई मन पर्ने भएपछि त्यस्तो हुन्छ है म त यहाँ आउनु बित्तिकै नकामै एक्सपिरियन्स भएकोले पाइन्छ कहाँ आउँ इभन मेरो हस्बेन्डसँग पनि कुरा गर्थेँ क्या होइन अनि अब स्टार्टिङमा त अफकोर्स अरू काम गर्नुपर्छ एक्सपेन्सेसहरू होइन निकाल्ने पर्यो त्यो भनेर अल्झी त्यस पछाडि म ट्रेनर एन्ड एसेसर भइसके पछाडि चाहिँ अनि एभ्री इन्ट्रोडक्सनमा म I used to be a dance teacher भन्थे के why used to be why not now त्यो भन्ने नि लाइक मलाई आफ्नो भित्र चाहिँ त्यो छ होइन अब उनीहरूलाई भन्दाखेरि I used to be a dance teacher it's just my hobby भन्ने छ अनि मेरो हस्बेन्डले पनि आफ्टर रिमा दिदीसँग भेटेपछि चाहिँ उहाँले नै इन्करेज गर्नुभएको रिमा दिदीको नम्बर लियो दिदीसँग कुरा गरेर अनि त्यस्तो नम्बर लिएर कुरा गरेपछि हामीले एउटा प्लान पनि गऱ्यौँ लाइक डान्स गरौँ ओके अनि फर्स्ट डान्स जुन गऱ्यौँ एकदम इन्जोय पनि गऱ्यौँ हाम्रो तारिफ पनि सबभन्दा फर्स्ट डान्स चाहिँ कहिले गर्छौँ हामीले 23rd को न्यू इयर अनि आँखामा सपना कैसे भने त्यसमा सेमी क्लासिकल फर्म गरेको थियौँ क्या हामीले अनि त्यो चाहिँ
वान अफ द बेस्ट भएको थियो क्या सबैजनाले हामी डान्स गराएर कस्तो कस्तो राम्रो राम्रो है त्यो इभन मलाई त फेसबुकमा मेसेजहरू पनि आएको थियो म त तपाईँको ठुलो फ्यान हो भनेर क्या कस्तो राम्रो डान्स अनि उसलाई पनि अनि उसले फर्स्ट टाइम मसँग गराएको थियो नि त अनि को हो केटी त्यो राम्रो गर्ने उसलाई पनि अप्रोच गरिरहेको थियो होइन कस्तो राम्रो भएको थियो क्या त्यो डान्स एक्चुअली हाम्रो है फर्स्ट चाहिँ 23rd मा गरेको हाउ डिड यु थिङ्क रोमियो वाज द बेस्ट म्याच मैले भने नि हामी दुवैजनामा यति धेरै प्यासन छ नि डान्सप्रति अनि सायद त्यही कुराले होला क्या जोडेको अनि बोल्नै पर्दैन क्या हामीले भन्यो नि यस्तरी बुझ्छौँ नि हामीले एकले अर्कालाई त्यो कोरियोग्राफ गर्दाखेरि अनि हाम्रो प्लस पोइन्ट चाहिँ कस्तो छ भने पर्फेक्ट म्याचको लागि मेरो आफ्नो डान्सको झुकाव भनेको कल्चरल डान्स प्लस म भरतनाट्यम डान्सर होइन मेरो क्लासिकल प्लस यतापट्टि धेरै हो म अहिलेको मलाई हिपहप गर भन्यो भने म अभियसली म पोख्त छैन सिक्न सक्छु गर्न सक्छु तर म डेफिनेटली राम्रो छैन होइन तर उसको चाहिँ फेरि अपोजिट छ क्या मेरो भन्दा होइन उसको कन्टेम्पोरेरी अहिलेको मोडर्न फर्महरू छ अनि हाम्रो दुईजनाको कस्तो सजिलो छ क्या अपोजिट है अनि मैले कल्चरल डान्स सिकाउनु पर्यो सेमी क्लासिकलहरू गर्नु पर्यो मलाई इजी हुन्छ उसलाई सिकाउनलाई उसलाई मबाट लर्न गर्न इजी हुन्छ अनि मलाई मोडर्न फर्मको कन्टेम्पोरेरीहरू गर्नु पर्यो भने पनि मैले ऊबाट लर्न गर्छु अनि हामीले एक्चुअली एकअर्कासँगै लर्न गर्न पनि खोजिरहेछौँ गरिरहेछौँ एउटा कुरा प्यासनले सँगै लिएर आएको हो होइन अनि प्यासन मात्र भएर पनि हुँदैन होइन कमिटमेन्ट पनि चाहियो हामी दुवैजना उत्तिकै छौँ त्यसमा होइन त्यो कुरामा त्यो भएर पनि होला सायद क्या पर्फेक्ट म्याच डेली यो डे टु डे लाइफ हजुरको फ्यामिली पनि छ बेबिजहरू पनि छ है आफ्नो पनि त काम छ पर्सनल होइन हाउ हार्ड इट इज फुल टाइम काम गर्छु मन्डे टु फ्राइडे अफकोर्स काम हुन्छ त्यसपछि स्याटरडे भनेको माई डे जस्तो हुन्छ त्यो भएर चाहिँ मलाई स्याटरडे एक दिन चाहिँ जेसुकै होस् म डान्सको लागि आम रेडी के एनी टाइम हुन्छ नि स्याटरडे एक दिन चाहिँ मेरो डान्सको लागि हो भनेर त्यसरी छुट्याएको छु क्या अनि त्यही भएर अफकोर्स पहिला त गाह्रो हुन्थ्यो पहिला डबल टाइम त्यसरी गर्दाखेरि त तर बिस्तारो अब आफूले टाइम निकाले नै निक्लिने हो नत्र भए हुँदैन नै कहिले पनि टाइम कहिले पनि हुँदैन त्यो निकाल्नु पर्छ नै है भनेर त्यसरी निकालेपछि हुने हो अनि फेरि निकालिसकेपछि त्यसमा सेटिस्फ्याक्सन पनि छ लाइक यसै मैले मेरो टाइम खेर गएको होइन त्यो मैले मेरो लागि गरिरहेको छु होइन हाम्रो लागि गरिरहेको छु अफकोर्स डान्स अगाडि लग्नुको लागि अब अहिले भन्दाखेरि त हाम्रो डान्स क्लासको लागि गरिरहेको छु टाइम इन्भेस्टमेन्ट होइन अनि त्यो खेर जाँदैन थाहा छ मैले हो यसमा रोमियो भनेर चाहिँ एड गर्न चाहिँ अर्कै छ भने भन न जहाँ इच्छा त्यही उपाय होइन बिजी छ लाइफ होइन तर तपाईँलाई इच्छा छ भने उपाय त आफै निस्किन्छ जस्तो लाग्छ क्या मलाई अलिकति धेरै सोच्न मात्र पर्छ सजिलो तरिकाले लियो भने सजिलो हुन्छ हार्ड लियो भने हार्ड नै हुन जान्छ होइन तर जहाँ इच्छा त्यहाँ उपाय चाहिँ डेफिनेटली हुन्छ होइन म नि फुल टाइम काम गर्छु बच्चा छ होइन म आफै भरतनाट्यम डान्स क्लास लर्न गर्छु 3 days होइन कथक लर्न गरिरहेछ होइन त्यो भएर पनि सम हाउ म्यानेज भइरहेछ किन भन्दा यो चाहिँ मेरो प्यासनको फिल्ड हो मी टाइम हो क्या मेरो टाइम हो म ह्याप्पी हुन्छु क्या यति धेरै बिजी लाइफमा पनि मैले किन डान्स चुज गरिरहेको छु भने म स्ट्रेस आउट हुन्छु क्या 1 घन्टा डान्स गर्न जाँदा मलाई यति बिजी लाइफमा पनि रिलिफ हुन्छ मेडिटेसन हो क्या मेरो लागि चाहिँ क्या त्यही भएर उपाय भयो भने इच्छा भयो भने उपाय चाहिँ निस्किन्छ सकिन्छ भन्छ नि इफ यु रियली वान्ट समथिङ यु विल फाइन्ड अ वे अदरवाइज यु विल फाइन्ड एक्सक्युजेस हो ट्रु त्यो म पनि मान्छु किनभने केही गर्नु पर्यो भने सबैको 24 घण्टा नै हुन्छ तर 24 घण्टामा मान्छेले कति अचिभ गरेको पनि हुन्छ कसैले चाहिँ लाइफै खेर फाल्ने पनि हुन्छ तपाईहरुको साधना डान्स क्लास अहिले रियली सुरु भइरहेको छ हैन त्यसको त्यो स्टार्ट गर्दाखेरि चाहिँ कतिको गाह्रो भयो अब गाह्रो भन्दाखेरि मलाई लाइक त्यस्तो अब्स्ट्याकल्स नै त त्यस्तो थिएन भन्नुपर्छ होइन किन भन्दाखेरि हामीलाई कम्युनिटीको सपोर्ट एकदमै थियो सबै कम्युनिटीले नै लाइक तपाईँहरू खोल्नुपर्छ स्कुल हामी बच्चाहरू पठाउँछौँ भन्नु भएर पनि हामीलाई अलिकति ल है हामीले डान्स क्लास खोल्यो भने एटलिस्ट हामीसँग 5-10 जना स्टुडेन्ट त हुने रहेछ है भन्ने त पहिला नै त्यो इन्साइट थियो होइन अनि त्यसबाहेक अब अरू अब्स्ट्याकल्स भनेको आफ्नै टाइम चाहिँ कसरी निकाल्ने
त्यो एउटा चाहिँ ठुलो कुरा हैन हजुर। यहाँ आएर जब पनि गर्नुपर्ने छ फ्यामिली पनि हेर्नुपर्ने छ अन टप अफ द्याट प्यासन पनि गर्नुपर्ने छ हजुर हामी दुईजनाको टाइमिङ एक्ज्याक्टली कुन चाहिँ फिट हुन्छ हामीले कसरी लिएर जान सक्छौँ मेरो एब्सेन्समा दिदीले कसरी लग्नुहुन्छ दिदीको एब्सेन्समा मैले गर्न सक्छु सक्दिनँ हामीले त्यो सबै हेर्दाखेरि चाहिँ फर्स्टमा आफूलाई प्रिपेयर गराउनु चाहिँ त्यो फर्स्ट स्टेप थियो होइन खास गाह्रो खोल्ने कुरालाई गाह्रो गरेर चाहिँ लिएनौँ हामीले होइन किनभने त्यो सजिलै तरिकाले टेक इट इजी तरिकाले नै ल्याएको थियौँ हामीले तर टाइम म्यानेजमेन्टको कुरा चाहिँ कसरी गर्ने त्यो चाहिँ स्ट्रेसफुल थियो होइन फुल टाइम काम दुवैजनाको बच्चा परिवार होइन कसरी गर्ने त ल कसरी म्यानेज गर्न सकिन्छ भन्ने कुरा चाहिँ वर्कआउट गर्नुपर्छ भनेर स्ट्रेस भएको थियो गऱ्यौँ पनि पहिले गरिसकेपछि खोल्यो अनि कम्युनिटीको रोमीले भने जस्तो कम्युनिटीको सपोर्ट चाहिँ हामीलाई एकदम धेरै भएको हो होइन खोल्नुपर्छ भन्ने अनि फेरि मैले पहिला गरिसकेको भएर रिमा फेरि स्टार्ट गर्नु भने त्यहाँमाथि हामी दुवैजना गर्ने भएपछि झन् इजी हुन्छ भन्ने त सोच थियो त्यो हुँदाहुँदै कम्युनिटीले सपोर्ट गर्दै इजी हुँदै पनि एउटा सिचुएसन चाहिँ अलिकति स्ट्रेसफुल थियो सुरुमा चाहिँ हामीले कम्युनिटी थ्रु हलहरू गरेर गऱ्यौँ होइन अनि इजी पनि भयो हामीलाई अनि हामीले पनि सेकेन्ड थर्ड गरेनौँ इफ हामीले पाएनौँ भने के हुन्छ भनेर तर सुरु गरेको 1-1.5 महिनामा हामीलाई एउटा यस्तो स्थिति आयो कि होइन अब चाहिँ कम्युनिटी थ्रु हामीले हल गर्न मिल्दैन होइन त्यहाँ बाधा आउन सक्छ भन्ने भयो क्या किनभने त्यो स्ट्रेसफुल थियो अब कहाँ हल खोल्ने के गर्ने स्टार्ट गरिसक्यो है ठुलो ठाउँ चाहियो स्ट्रेसफुल सिचुएसनले सिकायो क्या वे के अब हामीले खोज्न थाल्यौँ न वे आउट भयौँ त्यही सिचुएसनबाट राम्रो भयो एक्चुअली स्ट्रेसफुल थियो तर राम्रो भयो त्यति हो अरू त त्यस्तो धेरै भएन हो त्यही हो अब फाइनेन्सियली पनि सोचेको हो हामीले नसोचे होइन सुरुमा त अब स्टुडेन्ट छैन आफै इन्भेस्ट गर्नु पर्यो होइन दुईजना भएर हामीले चाहिँ एउटै उद्देश्य थियो कि हामी डान्स स्कुल खोलेर पैसै कमाउँछौँ भनेर चाहिँ होइन है र हामी प्यासनेट डान्सर भएको भएर चाहिँ हामीले आफूले जानेको कुरा चाहिँ अरूलाई दिनुपर्छ किनभने सिक्ने र सिकाउने कुरा चाहिँ कहिले पनि सकिँदैन क्या अनि हाम्रो यहाँ नेक्स्ट जेनेरेसन ग्रो भइरहेछ नि त उनीहरूलाई त भोलि पर्सि रुट खोज्छन् नि त हामी कहाँको भनेर त्यो खोज्दाखेरि भोलि गुगल गर्ला नि भोलि पर्सि होइन तर अहिले त हामी लाइभ माध्यम हो नि त त्यो सोचेर पनि हामीले चाहिँ होइन गर्नुपर्छ भनेर आँट गरेर गरेको हो क्या त्यो उद्देश्य हो क्या फाइनेन्सियली गाह्रो भए पनि त्यसरी गरे हो 3 वर्षको यो साधना डान्स क्लासमा कतिको चाहिँ नयाँ एक्सपिरियन्सहरू गेन गर्नुभयो हामीले स्कुल स्टार्ट गरेको चाहिँ लास्ट इयरबाट हो होइन अनि तर साधना नाम दिएको चाहिँ पहिले नै हो होइन यस्तो भएको हामी चाहिँ के राख्ने नाम स्कुल खोल्ने होइन आफ्नो नामबाट चाहिँ सोचेनौँ हामीले चाहिँ यस्तो भएको थियो हामी अब डान्स स्कुल खोल्ने क्लास खोल्ने भएपछि चाहिँ नाम यस्तो होस् कि डान्ससँग रिलेटेड होस् आर्टसँग रिलेटेड होस् समहाउ अनि नाम यस्तो होस् कि नेपालीपन पनि आओस् इङ्ग्लिस नेम आउनु पर्दैन हामीलाई होइन तर यहाँ प्रोनाउन्स गर्न पनि इजी होस् सजिलो होस् त्यो पनि सोचे हो सबै वेबाट सोचे डान्स भनेको त मैले भने नि अघि पूजा हो मेरो लागि साधना हो भनेर अनि हामी स्टिल पनि सिकिरहेछौँ नि त उ र म नै भरतनाट्यम डान्स पनि सिकिरहेछौँ स्टिल होइन सिक्ने काम कहिले सकिँदैन अनि त्यही भएर सिकाउने पनि सकिरहेको छैन सिक्ने पनि सकिरहेन होइन अनि त्यही भएर साधना चाहिँ पर्फेक्ट वर्ड जस्तो लाग्यो कि हामीलाई हाम्रो डान्सप्रतिको तपस्या हो साधना भनेको अनि आई थिङ्क यो गुड नाम हो नेपालीपन पनि आउँछ प्रनाउन्सिएसन पनि इजी यहाँको बच्चाहरूको लागि यहाँको मान्छेहरूको लागि पनि र हामी रिलेट पनि गर्छौँ यो वर्डसँग भनेर त्यसरी चाहिँ निस्केको हो त्यही नै सोचेर गरेको हो क्या हामीले नाम चाहिँ राखेको डान्स क्लाससँग रिलेटेड चाहिँ सेल्फिसनेस चाहिँ कतै छैन कहिले पनि हाम्रो साधना डान्स क्लासमा अहिले कतिजना स्टुडेन्ट अहिले चाहिँ हाम्रो रेगुलर आउने भनेको किड्स ग्रुपमा चाहिँ हाम्रो 15-16 चाहिँ रेगुलर छ होइन खासै हामीले एउटा ग्रुपमै गरेका छौँ अहिले चाहिँ किनभने कस्तो हुन्छ नै थाहा छैन नि त होइन कसरी जाँदैछौँ हामी होइन त्यो हेर्नु पर्यो नि त सिक्ने फेजमा छ अनि अर्को कुरा लङ टर्ममा हेर्दाखेरि एकैचोटि धेरै आवरहरू बुक गरेर हलहरू हामी अहिले गर्न सक्दैनौँ नि त होइन अनि 16 चाहिँ हाम्रो रेगुलर नै छ होइन तर त्यो बाहेक अहिले त
त 20 जना 22 जना 25 जना नै पुग्छ क्या अनि हामीले अहिले चाहिँ एडल्टलाई पनि टार्गेट गरेका छौँ नि त होइन एडल्ट पनि भर्खरै स्टार्ट गरेका छौँ होइन त्यसमा चाहिँ 5-6 जना मात्र स्टार्टिङमा हुनुहुन्थ्यो होइन लास्ट इयर होइन अनि यो इयर चाहिँ भर्खर 2टा क्लास गऱ्यौँ हामीले होइन अहिले चाहिँ थोरै हामी कम्युनिटीमा साधना भनेर डान्स गर्न थालेका छौँ हामीले पर्फर्मेन्सहरू लान थालेका छौँ स्लोली हामीले आफूलाई चिनाउने गरिरहेछौँ क्या अनि गुड एक्सपिरियन्स है अहिले एक्चुअली हामीले लास्ट इयर नेपाल फेस्टिभलमा हामीले साधना भनेर हाम्रो जुनियर टिमले पर्फर्मेन्स गरेको थियो 2टा थियो एउटा चाहिँ हामीले डान्स सिकायौँ तर हामीले साधनाको नाम चाहिँ दिएनौँ त्यहाँ किनभने हामीले भाषा पाठशालालाई चाहिँ हेल्प गरेका थियौँ क्या त्यहाँ डान्स टिचर थिएन सो हामीले हाम्रो नाम चाहिँदैन किनभने त्यो स्कुलमा त हाम्रो बच्चाहरू जान्छ नि त होइन त्यो हाम्रो पनि दायित्व छ नि त सो हामीले चाहिँ त्यतिखेर त्यहाँ डान्स टिचर नभएकोबाट केनविकको स्कुलको लागि चाहिँ ओके हामी सिकाइदिन्छौँ हजुरहरू केनविकै नाम लिएर गर्नु भनेको अर्को चाहिँ मारुनी डान्स गरेको थियो कि त्यो 4 जना फुच्चीहरू चाहिँ हामीले डान्स स्कुल स्टार्ट गर्नुभन्दा अगाडिको फुच्चीहरू क्या पर्सनल्ली हामीले सिकाउँथ्यौँ क्या उनीहरूलाई हरेक प्रोग्राममा अनि साधनाको भनेर चिनाउँथ्यौँ उनीहरू हो हामीलाई किड्सको जुनियर टिमबाट चिनाउने है 4 जना स्टिल हामी गर्छौँ क्या उनीहरूलाई त्यतिखेर उनीहरूले नेपाल फेस्टिभलमा मारुनी डान्स गरेको थियो क्या फर्स्ट टाइम यहीँ जन्मेको हुर्केको बच्चाहरू है मारुनी अस्ट्रेलियन नेपाली उनीहरूले समहाउ गरे के त्यो नेपाल फेस्टिभलमा यति राम्रो मारुनी डान्स गरे नि तिनीहरूले म त आँखाबाट आँसु नै आयो क्या यहाँको जेनेरेसनले है हामीले सिकाएर त्यतिको गरे भनेर अनि सरल गुरुङ हुनुहुन्छ नि उहाँले शुद्ध एक्नोलेज गरेर उनीहरूको इन्टरभ्यू लिन आउनुभयो क्या यहाँ जन्मेको बच्चा हो कति राम्रो डान्स गरे के डान्स गरे तिमीहरूले भनेर क्या अन्त प्राउड मोमेन्ट थियो क्या हाम्रो त्यो साधना टिमले हाम्रो फोकस चाहिँ साधना टिमको चाहिँ मोर कल्चरल डान्सहरू हाम्रो आफ्नो ट्रेडिसनल डान्सहरू पनि बाहिर ल्याउने हो क्या आई थिङ्क हामीले गरिरहेछौँ है त्यहाँ मारुनी गऱ्यौँ हामीले नेवारी डान्स गऱ्यौँ त्यहाँ नेवारी डान्स मात्र थिएन क्या नेवारी डान्स चाहिँ फ्युजनमा देखाएको थियौँ हामीले कुटुम्बको म्युजिकबाट तर त्यहाँ नेवारी डान्स सँगसँगै हामीले चाहिँ इन्द्र जात्राको क्या थिम पनि देखाएको थियौँ क्या त्यो इन्द्र जात्राको थिम किन देखाएको भन्दा यो त यस्तो प्लेटफर्म हो नेपाल फेस्टिभल होइन त्यो फेस्टिभल नेपाल फेस्टिभलको थिमसँग पनि म्याच हुन्छ त्यो डान्स हामीले यस्तो ओपन प्लेटफर्ममा देखाइरहेछौँ हाम्रो अडियन्स त नेपाली मात्र होइन नि त विदेशी पनि हो नि त यो चाहिँ राइट टाइम हो कल्चर देखाउने फेस्टिभल देखाउने विथ डान्स एभ्रिथिङ होइन यो चाहिँ बिग प्रोजेक्ट ल भनेर हामीले पहिल्यैदेखि सोचिरहेको थियौँ होइन जात्राको थिम देखायो भने हामीले लाखेलाई पनि देखाउन मिल्यो होइन कुमारी पनि पूजा देखाउन मिल्यो अनि यसै त जात्रामा भोज त भइहाल्छ होइन ल भोज पनि देखाउने भनेर है हामीले टपरीमा मासु चिउरा अन्टीहरू सबै राखेर त्यो भोज पनि खुवायौँ क्या हामीले त्यो त्यही भोजमा हामीले सयपत्री मालाहरू गाँसेको पनि देखायौँ चामलहरू केलाको मकैहरू केलाको त्यो पनि देखायौँ क्या अर्को कुरा हामीले त्यहाँ सागहरू बेचेको हुन्छ नि पाटन एरियातिर बेच्छ नि त्यो पनि देखायौँ क्या एउटा डान्सभित्र हामीले कल्चर चिनाउने फेस्टिभल चिनाउने हामी नेपाली त्यही फोकस गरिरहेछौँ क्या हामी साधना डान्स क्लास हाम्रो नेपालीहरू मात्र छ कि इन्टरनेसनल पनि लिन्छौँ हामीले अहिले चाहिँ हाम्रो नेपाली नै किड्सहरू मात्र हुन्छ अफकोर्स हाम्रो मोटिभ पनि नेपाली किड्सहरूले चाहिँ एटलिस्ट नेपाली भाषा बोल्न जानुहोस् नेपाली गीतमा एक्सप्रेस गर्न जानुहोस् कल्चरहरू बुझोस् त्यो भनेर नै हामीले गरेको हो अनि हाम्रो मेन फोकस जहिले पनि अब डान्स गराउँदाखेरि पनि सकेसम्म इङ्ग्लिसमा एक्सप्लेन गर्नु That's what I was going दायाँ हात बायाँ हात भन्दाखेरि त बुझ्दै तर हामीले चाहिँ जस अलिक कम्फर्टेबल होस् नेपाली ल्याङ्ग्वेजसँग अब चाहिँ उनीहरू पनि बच्चाहरू चाहिँ डान्स सिकेर गएपछि प्यारेन्ट्सहरूको रेस्पोन्स चाहिँ कस्तो हुन्छ प्यारेन्ट्सहरूको रेस्पोन्स एकदम पोजिटिभ नै आइरहेको छ हामीलाई जहिले पनि होइन अनि यस्तो फेरि बच्चाहरू घरमा अझ बढी चञ्चलीपन हुन्छ त घरमा पुगेर चाहिँ उनीहरूले बाबा यो गीत लगाइदिनु अनि गर्छु भनेर त्यस्तो भन्ने किड्सहरू पनि छ क्या अनि उनीहरूले चाहिँ मलाई चाहिँ डान्स क्लासमा आइसकेपछि अझ उनीहरू बढी एक्सप्रेसिभ भएको मैले फिल गरिरहेको छु कति बच्चाहरूमा चाहिँ होइन कति बच्चाहरू के भइरहेछ नि प्यारेन्ट्सहरू यति पोजिटिभ भइरहेछ होइन डान्सको थ्रु उनीहरूले हाम्रो रुट चाहिँ नेपाल हो है हामी नेपाली हो है भन्ने नि त्यो
फिलिङ्स बढिरहेछ क्या बच्चाहरूलाई किनभने हामीले फिल गरेको कति बच्चाहरूमा नेपाली पनि नबोल्ने क्या बोल्दै नबोल्ने अब नेपाली डान्स त प्यारेन्ट्सहरूले आफ्नो बच्चाले नेपाली डान्स गरोस् भन्ने इच्छाले मात्र ल्याएको थियो क्या तर नेपाली डान्स स्कुल आउन थालिसकेपछि नेपाली नबोल्ने बच्चाहरू बोल्न स्टार्ट गर्यो है अनि घरमा गएर नेपाली डान्स नगर्ने गीत नहेर्ने बच्चाहरू हामीलाई नेपाली गीत लगाइदिनु त भन्न थाल्यो क्या यो प्यारेन्ट्सले हामीलाई भन्नुभएको हो क्या तिमीहरूले सिकाउन थालेदेखि मेरो छोरीहरू त नेपाली बोल्न थाल्यो अहिले नेपाली भाषा पनि जान थाल्यो यहाँ आउन थालेपछि यहाँको स्कुल पनि जोइन गर्यो भन्नुहुन्छ क्या त्यो भनेको त बिग अचिभमेन्ट हो क्या अनि हाम्रो उद्देश्य पनि त्यही हो नेपाली नै स्ट्रिक्टली बच्चाहरूलाई नेपाली गीतमा मात्र सिकाउने हो अहिलेको सन्दर्भमा चाहिँ पहिला चाहिँ बच्चाहरू नेपाली गीतसँग कम्फर्टेबल होस् नेपाली साधना डान्स क्लास आउने मात्र होस् त्यो कम्फर्ट लेभल मात्र बनाइरहेछौँ अहिले चाहिँ हाम्रो 1 वर्ष चाहिँ हामीले लिएको छौँ प्यारेन्ट्सहरूलाई नि यही भनेको छौँ आफू पनि टाइम लिनु हामीलाई पनि दिनु पहिला उनीहरूलाई यहाँ आउन मन लाग्ने बनाउनु पर्यो कन्टिन्यू गर्न मन लाग्ने बनाउनु पर्यो अब नेपाली गीत गर्छु भन्ने सोच बनाउनु लाउनु पर्यो अब हाम्रो नेक्स्ट स्टेप भनेको चाहिँ इन फ्युचर भोलि पर्सि बच्चाहरूलाई हामीले मोर तामाङ सेलो सिकाउने हो थारू डान्स सिकाउने हो होइन साकेला सबै कल्चरल डान्स सिकाउने हो क्या त्यही नै हो हाम्रो मोटिभ चाहिँ अझ प्यारेन्ट्सहरूको रेस्पोन्स भन्नु पर्दाखेरि चाहिँ यतिसम्म भन्नुहुन्छ है स्कुल होलिडेजमा डान्स होलिडेमा अफ गर्ने चलाउ न कस्तो खुसी लाग्छ क्या अनि प्यारेन्ट्सहरू एकदम सपोर्टिभ पोजिटिभ हुनुहुन्छ क्या हामीप्रति अनि हामीले पनि देखाइरहेछौँ जस्तो लाग्छ क्या अब रिसेन्टली हामीलाई अहिले चाहिँ स्लोली साधना भनेर चिन्न थाल्यो नि त सबैले होइन साधना डान्स क्लासले हजुरलाई लाइफ दियो यो जर्नीमा हजुरको एज अ डान्सर डान्स टिचर जर्नीमा कुनै यस्तो फेज छ वेयर यु वर रियली स्याड छ है स्याड भन्दा पनि स्याड सँगसँगै प्राउड मोमेन्ट पनि छ है कतिलाई थाहा छैन होला पहिला भनिहाल्छु है एभ्री 2 इयर्समा अस्ट्रेलिया वाइड डान्स कम्पिटिसन हुन्छ क्या ब्रिजबनले गर्थ्यो पहिला चाहिँ होइन आई थिङ्क लास्ट टाइम चाहिँ मेलबर्नमा भयो कि जस्तो लाग्छ म नट स्योर तर हाम्रो यहाँ नावा कम्युनिटीहरूलाई थाहा छ क्या उहाँहरूलाई अप्रोच हुन्छ एभ्री 2 इयर्समा अनि हरेक स्टेटले आफ्नो डान्सरहरू प्रतिनिधित्व गरेर पठाउँछ क्या नेपाली डान्सरहरू नेपाली अस्ट्रेलिया वाइड नेपाली डान्स कम्पिटिसन भनेर हुन्छ क्या सो सबै स्टेटको आउँछ क्या सिडनी मेलबर्न होइन ताजमानिया पर्थ नर्मली चाहिँ ब्रिजबनमा हुन्छ पछिल्लो समयमा चाहिँ न्युजिल्यान्ड पनि इन्क्लुड हुन्छ यसमा सो अस्ट्रेलिया न्युजिल्यान्ड वाइड नै हुन्छ क्या दुवै कन्ट्रीको नेपाली डान्स कम्पिटिसन हुन्छ एकदम बिग कम्पिटिसन हो यो होइन एकदमै राम्रो राम्रो डान्सरहरू आउनुहुन्छ 2009मा स्टार्ट भएको यो कम्पिटिसन चाहिँ मलाई थाहा भएसम्म अनि 11मा चाहिँ हामी पर्थलाई प्रतिनिधित्व गरेर गएको थियौँ त निखारेर गएको थियौँ राम्रो पर्फर्मेन्स गर्ने अब जित्ने नै भनेर त गइन्छ नि सबैजना होइन राम्रो पनि भएको थियो तर हामी सेकेन्ड राउन्डमा पनि गएनौँ क्या 2011मा अनि म त अब एज अ डान्स टिचर है काम गर्दै आएको अनि त्यो जजमेन्ट म गएन भनेर होइन कि त्यतिखेर ताजमानिया एडिलेडको पनि कस्तो राम्रो डान्स थियो क्या कोही पनि गएन क्या ताजमानिया एडिलेडको पनि गएन समहाउ समवेयर रङ त भयो है मलाई चाहिँ त्यो फिल भयो क्या सेकेन्ड राउन्ड त जानु पर्थ्यो हामी ताजमानिया एडिलेड यो 3टा चाहिँ जानै पर्थ्यो राम्रो थियो भन्ने फिल भयो अनि अरूहरूले पनि भन्यो त्यहाँ अनि मैले उहाँहरूलाई सोधेँ क्या जजमेन्ट कुन आधारमा गर्नुभयो तपाईँहरूले किनभने राम्रो डान्स गइरहेछ होइन एटलिस्ट सेकेन्ड राउन्डमा जानुपर्ने गएन नजानुपर्ने गइरहेछ त्यो सोद्धाखेरि मैले भोलिपल्ट बार्बिक्यू प्रोग्राम थियो जजलाई नै सोधेको हो क्या बार्बिक्यू प्रोग्राममा अनि हामी त इन्जिनियर थाहै छैन भन्नुभयो म त छक्क पऱ्यो क्या यति ब्याड फिल भयो नि त्यतिखेर हामी चाहिँ कति प्यासन लिएर प्यासनेट भएर काम गरेर आफ्नो पर्सनल लाइफ छोडेर होइन डान्स भनेर कम्पिटिसन वहाँसम्म लागि परेर महिनौदेखि प्र्याक्टिस गरेर गएको जज चाहिँ डान्स इन्जिनियर होइन तपाईँले इन्जिनियर फिल्डको पो त जजमेन्ट गर्नुहुन्छ डान्सको अब के गर्ने त अनि मैले फेरि अर्को क्वेसन गरेँ हामीलाई त भनेको थियो कि यो कम्पिटिसनमा इफ वेशभूषाले प्रतिनिधित्व गरेको छ कुन जातिलाई प्रतिनिधित्व गरेको छ होइन यो सबै कुराहरू त्यहाँ जजमेन्टको आधारहरू हामीलाई नै पठाएको थियो हामीले वेल प्रिपेयर भएर गएको थियौँ क्या सो यो आधारहरूलाई तपाईँले राखेर जज गर्नुभयो त हामीले त भोजपुरी डान्स लगाएको थियौँ ड्रेस हाम्रो त्यही अनुसार थियो होइन हाम्रो एक्सप्रेसन त्यही अनुसार थियो हामीले तराईलाई प्रतिनिधित्व गरेका थियौँ किन त यो कुराहरू किन भएन त भन्दा उहाँहरूले त त्यो आधार केही पनि गरेर जजमेन्ट गर्नु भएन जुन राम्रो लाग्यो त्यही रे है
अनि त्यो चाहिँ एकदम ब्याड फिल भयो क्या मलाई। अनि त्यतिखेर चाहिँ मैले उहाँहरूलाई अलिकति नराम्रो पनि लाग्यो होइन। अनि मैले स्ट्यान्ड लिएँ होइन। आई थिङ्क म नै थियो फर्स्ट स्ट्यान्ड लिने त्यतिखेर। यो तपाईँहरूले रङ गर्नुभयो, यत्रो ठुलो कम्पिटिसन गर्नुभयो, तर जज चाहिँ यसरी राखेपछि चाहिँ हामी जस्तो प्यासनेट डान्सरहरूलाई चाहिँ नराम्रो असर पर्छ, मन दुख्छ, एकदमै ब्याड फिल भयो मलाई। हामी चाहिँ सेटिस्फाइड भएन। अब नेक्स्ट टाइम चाहिँ तपाईँहरूले यही फिलको जज राख्नु भनेर मैले रिस्क पनि पोखेँ, तर मैले पोजिटिभ भएर सजेसन पनि गरेर आएको हो। त्यसपछि अरू एडीले ताजमानिया सबैले त्यहाँ फेसबुकहरूमा एभ्रिवेयर सबैले रिस्क पोख्नु भयो, त्यो इस्यु नै बन्यो क्या। सो सबैले मलाई रिमा भनेर कुरा उठाउने, रिमा भनेर चिन्नु भयो। 2013 म फेरि कम्पिटिसनमा ग्रुप डान्स कम्पिटिसनमा पर्थलाई प्रतिनिधित्व गरेर जाँदा अघिल्लो दिन इन्ट्रोडक्सन प्रोग्राम थियो। त्यतिखेर उहाँहरूले चाहिँ नजिकै आएर अनि ओके अब यहाँ पर्थबाट रिमा आएको छ, यसपालि त जित्छु भनेर आछ भनेर टार्गेट गरेर भने जस्तो के त्यस्तो भयो क्या। सबैजना गोरीमा भनेर यसो अलिकति के तन्केर हेरेर हामी त पर्यो नि त आँखामा। अब अनि तै पनि आफूलाई काम बनाएर मैले उहाँहरूलाई यही भने, जित्छु भनेर त सबैजना आएको, हामी पनि आएको हो, तर हार जित आफ्नो ठाउँमा छ, राम्रो पर्फर्मेन्स दिएर चाहिँ जान्छु ग्यारेन्टी हो, यति चाहिँ भने। अनि अर्को कुरा त्यतिखेर नेपालबाट जज आउनु भएको थियो क्या, मिथिला शर्मा दी है। उहाँ त अब कलाकार मान्छे, डान्सर होइन। सो मलाई थाहा थियो कि त्यो जजमेन्ट चाहिँ राम्रो हुन्छ, न्याय हुन्छ जजमेन्टमा चाहिँ होइन, अन्याय चाहिँ हुँदैन भन्ने थाहा थियो क्या। यसपालि राम्रो जज हुनुहुन्छ, मैले नै जित्छु छैन होइन, तर जजमेन्ट राम्रो हुन्छ विश्वस्त छु भनेर गएको थिएँ कि। सिडनी मेलबर्नहरूबाट चाहिँ, सिडनीबाट 4वटा 5वटा ग्रुप डान्स, मेलबर्नबाट 3टा ठुलो ठुलो स्टेट। सिडनीबाट 4वटा ग्रुप डान्स आयो भने त एउटाले चाहिँ जित्ने आश हुन्छ नि, चान्सेस धेरै हुन्छ नि त होइन। तर हामी पर्थ, एडिलेड, ताजमानियामा चाहिँ पपुलेसन थोरै भएको भएर त एउटा ग्रुप डान्समा त लग्यौँ, अब हाम्रो त एकदम चान्सेस कम हुन्छ। त्यतिखेर चाहिँ न्युजिल्यान्डले जित्यो होइन, तर हामी रनर अप भयौँ क्या। बट अस्ट्रेलियाको लागि त हामीले जित्यौँ नि त। सो त्यो चाहिँ एकदम प्राउड मोमेन्ट क्या। त्यहाँ मिथिला दिदीले यति प्रेज गर्नुभयो है, तिमीहरूले यहाँ आएर यति प्योर टप्पा डान्स प्रस्तुत गर्यो, म कस्तो खुसी छु, जस्ट 1-2 नम्बरले हार्या हो भनेको क्या। फेरि जजमेन्ट भयो, साथसाथै जित्यौँ होइन। स्याड मोमेन्टबाट स्टार्ट भएर प्राउड मोमेन्टमा टुङ्गेको क्या त्यो चाहिँ। आई थिङ्क हामीले डान्सको कुरा गऱ्यो भने रात पनि आई बिलिभ कि नेपालीहरू सबैमा त्यो डान्स गर्ने इच्छा चाहिँ हुन्छ हुन्छ हो। कसैलाई चाहिँ अप्ठ्यारो हुन्छ, मलाई चाहिँ आउँदैन भन्ने खालको हुन्छ, कसैलाई चाहिँ सिकाइदिने म पनि नाच्थेँ भन्ने खालको हुन्छ। अहिलेको यो इन्भाइरोमेन्टमा त हो। अनि आजकल त्यो ट्रेन्ड पनि छ नि बिहेमा नाच्ने, पहिला मम्मी ड्याडीहरू जस्तो होइन। यदि मलाई भन न, मैले साधना डान्स क्लासमा आउनु पर्यो भने हाउ डु आई डु द्याट? हाम्रो क्लास चाहिँ एभ्री स्याटरडे इभिनिङ हुने गरेको छ। अहिले चाहिँ हाम्रो टाइम 2:45 to 3:45 किड्सको लागि, 3:45 to 4:45 चाहिँ एडल्ट्सको लागि। त्यस पछाडि पनि अफकोर्स टाइम त छ, त्यो चाहिँ हाम्रै लागि भनेर हामीले छुट्टै हाम्रो प्र्याक्टिस टाइम भनेर नि छुट्याएको छौँ। र तपाईँ आउनुभयो भने चाहिँ त्यही टाइमिङ अनुसार यु क्यान कम एनी टाइम। हामीलाई कन्ट्याक्ट नै गर्न सक्नुहुन्छ। हामीले फेसबुक एकाउन्ट पनि खोलेका छौँ, त्यहाँ कन्ट्याक्ट डिटेल्सहरू पनि राखेको छ। स्पेसली चाहिँ हामी मेसेन्जरबाटै नै कन्ट्याक्ट गरेर हुन्छौँ। आफ्टर बिङ अ पार्ट अफ साधना क्लास चाहिँ हामीले एउटा वाट्सएपमा पनि ग्रुप क्रिएट गरेका छौँ। त्यसमा चाहिँ हामी जहिले कम्युनिकेट गर्छौँ क्या राम्रोसँग। र अब न्यू कमर्सहरूलाई जो पनि आउनुहुन्छ उहाँले चाहिँ हामीलाई फेसबुकबाट अप्रोच गर्न सक्नुहुन्छ, मेन इजीनेस चाहिँ। अदरवाइज त्यसमा कन्ट्याक्ट डिटेल्स कन्ट्याक्ट गर्दा हामी दुईजना जसलाई कन्ट्याक्ट गरेर पनि इन्फर्मेसन पाउनुहुन्छ। फर्स्ट दिन हामी ट्रायल क्लास नै भनेर राख्छौँ जहिले पनि, ताकि तपाईँहरूलाई नो प्रेसर, फर्स्ट दिन आउने बित्तिकै पैसा तिर्नुपर्छ ल होइन, त्यस्तो हुन्छ नि त, अलिकति त्यो सोचले नै आइँदैन नि त होइन। आउनुहोस्, फिल गर्नुहोस् एटमोस्फियर होइन, कस्तो छ एटमोस्फियर भनेर आफूलाई कम्फर्टेबल लाग्छ लाग्दैन, नो प्रेसर, जोइन गर्नैपर्छ, हाम्रै क्लास हेर्नुपर्छ, त्यो छैन। मान्छे चिनजान गर्नु भयो पनि हजुर। यो कम्युनिटीमा त अफकोर्स युनिटी पनि हो कि। अब यो स्पेसबाट नै कति मान्छेसँगै आइन्छ, गफसफ हुन्छ, हाम्रो कल्चरको कुरा हुन्छ, अनि एकअर्काको दुःख सुख बाँड्ने ठाउँ पनि हुन्छ क्या।
त्यो आफ्नोपन नै झल्किहाल्छ क्या लाइक मान्छे भेट्न बित्तिकै होइन एउटा स्पेस हुन बित्तिकै ल है हामी नेपाली डान्स गर्ने भनेपछि त झन् पुरै माहौलै अर्को हुन्छ बट हामीले एडल्ट क्लासलाई जस्ट कल्चर मात्र नभइकन फिटनेसको हिसाबले एरोबिक्स जुम्बाहरू पनि गराउँछौँ त्यो चाहिँ अलिकति डिफ्रेन्ट फ्रम किड्स होइन त्यही भएर कल्चर त उहाँहरूलाई सिकाउनु पर्दैन जस्तो लाग्छ अनि अर्को कुरा चाहिँ हामीले हुन्छ नि कोरियोग्राफी क्लासहरू पनि गर्छौँ होइन अब कसैलाई हुन्छ नि कपाल डान्स कुनै प्रोग्राम फङ्सनको लागि मात्र गर्न पर्यो इभेन्टहरूको लागि पनि क्या त्यो पनि हामीले गर्छौँ इफ कसैलाई इन्ट्रेस्ट लागेको छ भने आउनुहोस् अनि हामीले चाहिँ स्याटरडे हाम्रो अहिलेको एड्रेस चाहिँ थ्रोनली पार्क सेन्टर होइन आउनुहोस् 245 मा होइन आफूले ट्राई गरेपछि थाहा पनि हुन्छ नि हाम्रो यहाँ चाहिँ युजुअली भिजिटिङ प्यारेन्ट्सहरू हुन्छ नि उहाँहरूको इन्टरेक्सनहरू पर्छ आउनुहुन्छ भर्खर पनि एकजना आउनु भएको थियो उहाँले भन्नुभएको थियो कि अनि फर्स्ट ट्रायल क्लास ल्याएको थियो र ओहो कस्तो राम्रो गरे नानीहरूले यहाँ पनि नेपाली गीतमा कस्तो राम्रो लाग्यो यसले गर्छ है गराउनु है भने कस्तो खुसी लाग्ने क्या प्यारेन्ट्सहरू त्यसरी नेपालदेखि आएको प्यारेन्ट्सहरू पनि यहाँ हामीले सिकाएको भन्दा कस्तो खुसी व्यक्त गर्नुहुन्छ क्या अनि सपोर्टिभ वेमा भिडियो लिएर जानुहुन्छ आउँछ हो नि है कति छ त्यस्तो मोमेन्टहरू ब्युटिफुल है कस्तो भन्छ क्या अनि कुन देशको हो यो क्यान आई टेक फोटो भिडियो तपाईँहरू दुवैजनालाई हाम्रो कल्चर बचाइदिनु भएकोमा कल्चर झल्काइदिनु भएकोमा हाम्रो फ्युचर बच्चाहरूलाई कल्चर सिकाइदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई पनि धन्यवाद अफकोर्स हामीले एउटा अब डान्स क्लास त खोलेका छौँ स्पेस छ तर तपाईँहरू बिना त्यो अधुरो नै छ होइन अफकोर्स होइन सबैको सपोर्ट त चाहिन्छ नि सपोर्ट बिना त चल्दैन अब हाम्रो मोटिभ जति नै प्योर भए पनि त्यसमा साथ दिन त तपाईँहरूकै योगदान चाहियो नि त्यो कन्ट्रिब्युसनको लागि चाहिँ मेरो की मेसेज भनेको चाहिँ आइदिनुहोस् हेरिदिनुहोस् होइन अनि फिल इट फर्स्ट एन्ड देन You can decide what to do next. यो आर्ट डान्स भन्ने चाहिँ यस्तो कुरा हो नि यसको भाषा नै हुँदैन क्या होइन यहाँ जुन जेनेरेसन अहिले ग्रो भइरहेछ नि अर्को नेक्स्ट जेनेरेसन हाम्रो बच्चाहरू उनीहरूलाई नेपालप्रति माया जगाउने मोह जगाउने इन्ट्रेस्ट बढाउने हामी लाइभ माध्यम हो क्या अहिले होइन त्यही भएर यो त अपर्च्युनिटी हो हामीले क्रिएट गर्यौँ होइन अपर्च्युनिटी तर कसको लागि हाम्रै कम्युनिटीको लागि हो नि त होइन त हामी त अरू डान्स पनि सिकाउन सक्छौँ नि त किन त नेपाली नै डान्स सिकाइरहेछौँ त भन्दा हाम्रो नेक्स्ट जेनेरेसनले चाहिँ त्यो अपर्च्युनिटी पाओस् नेपाल बुझ्ने नेपालप्रति इन्ट्रेस्ट जागोस् हाम्रो कल्चर लर्न गरोस् भनेर हो अब यति राम्रो अपर्च्युनिटी छ हाम्रो कम्युनिटीको लागि त्यही भएर म चाहिँ हाम्रो नेपाली कम्युनिटीलाई के भन्न चाहन्छु भने यो अपर्च्युनिटी चाहिँ ग्राब गर्नु क्या होइन प्लिज आउनुहोस् हामीले सिकाउने अपर्च्युनिटी गुमाउनु हुँदैन तपाईँहरूले सिक्ने अपर्च्युनिटी गुमाउनु हुँदैन र आफ्नो बच्चाहरूलाई यो मौका दिनुपर्छ जस्तो लाग्छ क्या लर्न गर्ने ग्रो हुने अनि अर्को कुरा अहिले हामी साधना डान्स हाम्रो यो फर्स्ट नेपाली डान्स स्कुल हो नि त होइन क्लास हो नि त रन गरे अब हामी तपाईँहरूको सपोर्टले हामी अलिकति ग्रो गर्दै गएर राम्रो गऱ्यौँ भने हामी पछिको जेनेरेसनलाई पनि ओके नेपाली डान्स पनि खोल्न सकिँदो रहेछ है मोटिभेसन हुन्छ नि उहाँहरूलाई पनि मोटिभेसन दिन पनि आउनु जो खोल्छु भनेर सोचिरहनु भएको छ है उहाँहरूको लागि पनि आउनु र नेक्स्ट जेनेरेसनलाई त्यो खोतल्दाखेरि रुट खोतल्दा हामीले त्यो एउटा जग हाल्ने काम गरिरहेछौँ नि त प्लिज सपोर्ट होस् क्या त्यही भन्छु म त फ्यामिली एन्ड फ्रेन्ड्सको लागि के वर्ड्स फ्यामिली एन्ड फ्रेन्ड्सको लागि डान्स नै फ्यामिली फ्रेन्ड्सबाट स्टार्ट गरेँ होइन अनि अझै पनि जब जब नाच्छु तब सम्झिन्छु भन्ने कुरा त्यही हो नेपालमा बसेर हेरिराख्नु भएको नेपालमा हेरेर बसिराख्नु भएको छ भने अफकोर्स मैले डान्स गर्दाखेरि जहिले पनि मैले डान्स गर्ने एउटा पार्टनर नेपालमा एउटै पार्टनर हो मेरो डान्स गर्ने भनेको मेरो दिदी पछाडिको त्यो भनेको मेरो बेस्ट फ्रेन्ड आकांक्षा सो ऊ र उसको र मेरो चाहिँ एउटा ड्रिम हो क्या डान्स इज
क्लास खोल्ने अनि सबैले डान्सबाट चिने क्या यो चाहिँ रोमी आकिन्छ है बेस्ट फ्रेन्ड्स उसको सपोर्ट नभएको भए अफकोर्स त्यति अझ इन्जोयमेन्ट आउँदैन थियो लाइफमा होइन नेक्स्ट फ्यामिलीको त मैले कति कुरा गर्नु मैले फ्यामिली त्यति प्राउड फिल गर्ने भएको भएरै मैले अझ पनि गर्नुपर्छ इभन अस्ट्रेलिया आउन अगाडि पनि मेरो दाइले नि अरू केही नभए नि रोमीले चाहिँ डान्स गर्छ डान्समा केही न केही गर्छ भनेर भन्नुहुन्थ्यो क्या अफकोर्स आई एम भेरी भेरी ग्रेटफुल टु माई हस्बेन्ड होइन नै मलाई एकदम मोटिभेट गरेर होइन तिमीलाई डान्स मनपर्छ हबी भनेको कहिले पनि छोड्नु हुँदैन टेलिभिजन हुँदैन हरेक कुरामा पुस गर्ने क्या अब इभन मेरो इन लजहरू त्यति नै सपोर्टिभ हुनुहुन्छ मदर इन ल पनि मजाले नाच्न रुचाउनुहुन्छ सँगसँगै टिभीको यो त्यो रुमी नाच हामी नाच्छौँ होइन सो मलाई चाहिँ कहीँबाट पनि अब्स्ट्रक्सन चाहिँ छँदै छैन बरु मोर सपोर्टिभ होइन म मोर मोटिभेटेड फिल गर्छु उहाँहरूको माझ हुँदाखेरि भेरी नाइस मेरो पनि फर्स्ट चाहिँ फ्यामिली सपोर्टले गरेर नै म चाहिँ यसो फ्यामिली सपोर्टले गरेर नै छु होइन त्यही भएर फर्स्ट थ्याङ्क यू चाहिँ मेरो ड्याडीहरू हुन्न तर ड्याडीलाई थ्याङ्क यू ड्याडीको सपोर्टले त्यो बेलादेखि होइन त्यो छोरी मान्छेले डान्स गर्नुहुन्न अथवा डान्सै गर्नुहुन्न भन्ने इन्भाइरोमेन्ट भएको बेलामा कल्चर भएको बेला त्यो टाइममा मलाई सपोर्ट गरेर ल गर करियर मात्र नबनाऊ भन्नुभएको किनकि गाह्रो छ भनेर सर्भाइभल होइन तर ड्याडीको सपोर्टले गरेर मैले सानैदेखि लर्न गर्नु मौका पाएँ म जे छु ड्याडीले गरेर छु होइन त्यहाँमाथि अनि मेरो मम्मीहरू सबैजना होइन सबैलाई थ्याङ्क यू होइन मलाई सपोर्ट गर्नुभयो मेरो घरपट्टि पनि एकदमै डान्सिङ माहौल छ क्या सबैजनाले सपोर्ट गर्नुहुन्छ मेरो फर्स्ट गुरु नै मेरो हस्बेन्डको दाई होइन मेरो जेठाजु थ्याङ्क यू दाईलाई पनि थ्याङ्क यू टु माई हस्बेन्ड होइन अनि मेरो बच्चाहरूलाई पनि थ्याङ्क यू मेरो बच्चाहरू रिभा मेरो छोरीको नाम रिभान मेरो छोराको नाम होइन उनीहरू पनि भरतनाट्यम डान्स उनीहरू पनि लर्न गर्छ अनि हाम्रो डान्स क्लासमा पनि बस्छन् उनीहरू थ्याङ्क यू सोजन सर होइन अनि फ्रेन्डहरूले जहिले पनि क्या चाहे मेसेज गरेर होस् हेर्न आउन नभ्याउँदाखेरि होइन झन् आफूलाई प्रेरणा हुन्छ नि त सबैको त्यो सपोर्ट प्रेरणाले गरेर आफूलाई झन् मोर गर्न मन लाग्छ सो सबैबाट मलाई एकदमै प्रेरणा मिलेको छ कि त्यही भएर सबैलाई थ्याङ्क यू रोमी होइन किनभने उसको सपोर्टले गरेर नै हामीले साधना खोलेको हुन्थ्यो एकाको सपोर्टले गरेर साधनालाई सपोर्ट गर्ने अरू हाम्रो साथीहरू पनि धेरै हुनुहुन्छ किड्स डान्सरहरू थ्याङ्क यू श्रेया जहिले पनि साधनाको थ्रु श्रेयाले चाहिँ स्टार्टिङदेखि हामीसँग डान्स गरेको उसले पनि साधनालाई जहिले सपोर्ट गरेर हामीसँग डान्स गर्छ यसपालि पनि गर्दैछ होइन थ्याङ्क यू श्रेया साधनालाई सपोर्ट है तपाईँहरू दुवैजनालाई म फेरि पनि भन्छ है हाम्रो कल्चर बचाइदिनु भएकोमा हाम्रो फ्युचर जेनेरेसनलाई नेपाली सिकाइदिनु भएको नेपाल के हो भनेर चिनाइदिनु भएको र कम्युनिटीमा यति ठुलो कन्ट्रिब्युसन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू तिमीलाई पनि हामीलाई एक्सपिरियन्स सेयर गर्ने मौका दियो होइन अनि अर्को कुरा हामी साधना भनेर अझ ग्रो गर्ने यो अर्को एउटा माध्यम भयो थ्याङ्क यू